साथीहरु अहिले फिशिङ एट्याक भनेर पनि एउटा नयाँ टर्म मार्केटमा आइरहेको छ। यो पनि साइबरसँग जोडेको रहेको छ। के यो फिशिङ एट्याक भनेको के हो? फिशिङ एट्याक भनेको हुन्छ तपाईको जस्तै दशैं हुन्छ हैन, दशैं दिवाली जुनसुकै ठुलो पर्वहरू हुन्छ त्यो टाइममा तपाईहरु त्यो तिहारको बेलामा नर्मल पनि हुन्छ एट्याकहरू, तर मेनली गरेर तिहारको टाइममा जस्तै तपाईको आउँछ भाटबटेनी बम्पर अफर, त्यसको लिङ्कहरू आउँछ हाम्रो फोन्सहरुमा। फिशिङ एट्याक नै भनेको छ कि कुनै पनि लिङ्कको थ्रु त्यो एउटा स्पेसिफाइड लिङ्क हुन्छ, त्यो लिङ्क भिक्टिमलाई सेन्ड गर्छ। जुन भिक्टिम हुन्छ मान्छे जसको क्रेडेन्सियल हामीले चाहियो त्यो मान्छेलाई हामी सेन्ड गर्छौँ एउटा लिङ्क। माछालाई मार्नको जुन लगाएको हुन्छ त्यो एउटा जाला दिन्छ, त्यसलाई एउटा त्यो जाला फैलाएको हुन्छ, नाम नै छ फिशिङ। फिशिङ एट्याक यो के हुन्छ, एउटा काँटामा त्यसलाई दिन्छ भिक्टिमलाई कि जस्तै अब भाटबटेनी बम्पर अफर छ हैन, त्यसमा के दिन्छ, तपाईँ आफ्नो आइडी दिनु, पासवर्ड दिनु, लगइन गर्नु, तपाईलाई 10,000 रुपियाँ मिल्छ। यो के भयो, त्यसलाई चाडा दिएको छ कि तपाईलाई मिल्छ। मान्छेले के गर्छ, होसमा पुर्याएर त्यहाँ गएर लगइन गर्छ, त्यहाँ गएर त्यसले आफ्नो सबै जुन आइडी पासवर्ड छ त्योहरू हाल्छ। त्यो हाल्न बित्तिकै के हुन्छ, त्यो सबै जुन छ आइडी पासवर्ड त्यो एट्याकर कहाँ गइहाल्छ, जति आइडी पासवर्ड छ सबै गइहाल्छ। हामीहरू पनि बेला बेलामा फोन आइरहेको हुन्छ, तपाईलाई लटरी पर्यो, यही हो त। त्यही छ। त्यो फिशिङ एट्याक पनि धेरै किसिमले हुन्छ, लिङ्कको थ्रु हुन्छ, कलको थ्रु हुन्छ, धेरै थ्रु हुन्छ। इफ तपाईलाई लिङ्कको थ्रु कसैले गर्यो भने कुनै थर्ड पार्टी मान्छेले तपाईलाई लिङ्क पठाइरहेछ, थर्ड मान्छेले चाहे नचिनेको मान्छेलाई लिङ्कलाई ओपन नगर्नु, र सकेसम्म कुनै लिङ्क खोल्नुहुन्छ भने एकपल्ट लिङ्क चेक गर्नु, लिङ्क ठिक छ कि छैन, लिङ्क भनेको युआरएल जुन हुन्छ त्यो ठिक छ कि छैन, चेक गरे पछाडि आफ्नो तर्फबाट त्यो लिङ्कमाथि मान्नु कि त्यो लिङ्कमाथि हामीलाई माग्यो, हामीलाई आइडी माग्यो, हाम्रो पासवर्ड माग्यो भन्यो लगइन गर्नको नगर्नु। जुन मान्छे विश्वासिलो छैन तपाईको व्हाट्सएपमा, मेसेन्जरमा, जहाँसुकै, त्यसले इफ लिङ्क पठाइरहेको छ नचिनेको मान्छेले, लिङ्कलाई कहिले ओपन नगर्नु। र यो बेकावाहरूमा जुन हुन्छ बम्पर अफरहरू, योहरूमा कहिले नआउनु। यो सबै एउटा जाला हुन्छ मान्छेको डेटाहरू लिनको लागि। यो फिशिङ एट्याक छ, यो एट्याकमै मान्छेले चाडा दिन्छ। अनि त्यसपछि यो जुन अनलाइन ब्याङ्किङ जुन छ नि, त्यसमा पनि समस्याहरू आइदिरहेछ। अनलाइन ब्याङ्किङमा के हुन्छ तपाईको, छोटकरीमा बताइदिनु पर्यो। म यसलाई अलिक सानैमा बताउँछु, नत्र यो धेरै विस्तार हुन्छ। तपाईँ धेरै ठाउँमा हेर्नु